हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। ओ लामेनी आज चाहिँ हामी कहाँ गएको रे? आलु खन्नु। कतिजना? 7 जना। ना गरम है, यत्रो हाई काट्दै उफ्छ्यौ। छिटाउनु है शीतलमा। हामी चाहिँ गन्तव्यमा आइपुगेको अवस्था। आलुबारी मकैबारी दर्याम दर्याम गर्नुपर्ने त होइन, आलुबारी दर्याम दर्याम। अनि आलुको बोट चाहिँ कहाँ खोज्नु हौ? मकै लाएको भए पनि अलिकति त हुन्थ्यो हौ बरु। हामी चाहिँ आइपुगेको, साथीहरू चाहिँ आइपुगेका छैनन्। यसलाई कसले लडाएको? ए हो। यस्तो अवस्थामा पनि भिडियो खिच्ने हो त? खिच्ने त हो त। ऊ कत्रो जुका पंखा भी ले हो। अब घर खुल्ला आलुबारी अरे गाथे गाडी मक्सरा खुबु आगम त यसको अब आएपछि अब यो झार आगम देखि त यहाँ आलु रोप्न जाउँ भन त। म यसले सिरकोनाले झार उखाल्नु कि आलु खन्नु? आज त झार मात्रै उखाल्नु, भोलि आएर आफै खन्छ। मेरो त यो बाटो हिँडेको भाग, बाटो हिँडेको भाग हो यो। अनि ए यत्रो धेरै आलु खन्दाखेरि एक डोको किन साँच्चै अहिले थपक्क खाँदैन र यस्तोमा क्या बरु यस्तो लाको भए हुन्छ नि। आमै कता जान्छ जान्छ नि, अलिक गनाउँछ नि त। ट्राई गर्नु थप्लक थप्लक क्या के खाकी गनाउँछ भन्नु नि त। गनाउँछ गनाउँछ भन्नु एउटाले। अनि कोही कोहीले लात्ती खायो अरे त। कसै रुखबाट हजार हिर्दमानी दिदीले आलु नफलेर अब चार हो। अलिक धेरै त लानु चार हो। सक्यो चार। भाडाकुटी बोक्ने मान्छेको भारी है ऊ माथि। मान्छे जत्रै भाडा पनि छ। अघि गाडीमा बस्दा त मजा भइरहेको थियो, बोकेर हिँड्दा त